माथि टावर भएको ठाउँमा चाहिँ हामी आज पुग्नुपर्ने हो। यहाँनिर हामी गुराँसे पोखरी जाँदैछौँ। हामी कति जानु छौँ के जान्नु। यहाँनिर चाहिँ गुराँसे पोखरीको प्रवेशद्वार बन्दै रहेछ। आइपुग्न पाएको छैन, अघि पिङ भन्न थालिहाल्नु चटपटे ट्राई गर्छौँ होइन। यहाँनिर चाहिँ बढी च्यान हुन्थ्यो अरे पहिला डर लाग्छ, छिटो जानुपर्छ। यहाँ त गाह्रो छ यार यो ठाउँ त। हेलो एन्ड नमस्ते गाइज, वेलकम ब्याक माइ न्यू भ्लग। सो आज एकदम माइन्ड फ्रेस छ, एकदम खुसी छ एकदम है, किनकि हिजोको क्वालिफायर चाहिँ नेपालले जितेको छ है। त्यही नै हो अब खुसीको एउटा सञ्जाल है। खुसियालीमा म मनाउँदैछु, यसो टिकटक हेर्दैछु, के गर्दैछु, मजा आइरहेछ। अब फेरि पनि एकचोटि वर्ल्ड कप खेल्न पाइएला जस्तो छ है। ठिकै छ। अनि यता पढ्नु पनि छ आफ्नो जिन्दगीमा, बुक साइडमै छ, मतलब छेउमै छ। अनि अब क्रिकेट त हेर्नै पऱ्यो, मौज मस्ती छ, ठिकै छ, बिदा छ होइन। तर एक्जाम छ भनेर नि अलिकति टेन्सन छ, केही छैन होइन। त्यो टेन्सनलाई एकछिन साइडमा राखेर आज चाहिँ हामी फेरि एकदमै ठुलो ग्रुप आज घुम्न जान आँटेका छौँ होइन। अनि धेरैजना चाहिँ हिँडी पनि सक्नुभयो अघि। हामी अब 4-5 छौँ बाँकी यहाँनिर घरमा। अनि त्यही हो, यहाँदेखि घुम्न जाने ठाउँ भनेको कि त फुङफुङे जानु पऱ्यो या त यहाँ त गुराँसे पोखरी जानु पऱ्यो। सर्ट एक दिनमै आइपुग्ने गरीको लागि होइन। यसो सबभन्दा छोटो दुरीको चाहिँ तिनीहरू नै हो ठाउँ। अब त्यहीँ हो आज गुराँसे पोखरी गइन्छ आज है। अनि त्यस्तै छ। अब पर रेडियोमा ऋषि धमला कराएको कराइ छ, त्यस्तै छ, ठिकै छ। आज मोड एकदम फ्रेस छ भनौँ न, एकदम खुसी। यति खुसी तपाईँले देख्नु भएको थिएन होला मलाई। अब जाइन्छ होइन। पहिला पुग्ने भनेको स्कुल हो, स्कुलदेखि 1 घन्टा जति माथि जानुपर्छ। अस्ति पनि गएकै हो, अस्ति भर्खरै, कति पनि भएको छैन। एज यु नो, हेर्नु भएको छ भने थाहा छँदैछ होला होइन। फेरि पनि आज गइन्छ। हामी चाहिँ हिँडिसक्यो होइन सबैजना। घरमा आज कोही पनि छैन, एकदमसँगले सुनसान पारेर अब सबैजना नै लाग्यो बाटो। एकदम सानो बाइकदेखि ठुलो मान्छेहरू सबै आज सबैजना लाग्यो गुराँसे पोखरी घुमघामतर्फ होइन। आजको एडभेन्चर राम्रै होला जस्तो लागिरहेछ। हेरौँ के हुन्छ होइन। हातमा ट्राइपड छ, यो पनि चाहिन्छ। यस्तो घाम लागिरहेछ, छाता त बोकिएन यार। त्यस्तै केही छैन। हामी चाहिँ अहिले आइपुग्यो स्कुलमा होइन। स्कुलको ग्राउन्डतिर छु म चाहिँ हल्का। अनि यता छ स्कुल, एकदम दामी है। अब माथि टावर भएको ठाउँमा चाहिँ हामी आज पुग्नुपर्ने हो। यहाँनिर त्यहीँदेखि तलतिर ठ्याक्कै त्यही हो पोखरी है। अनि अहिले एकदम मजाले घाम लागिरहेछ, मजाले खुलिरहेछ, सबैतिरको बवाल भ्यू देखिरहेछ यसरी है। आमा स्कुल पनि फेरि दामी ठाउँमा छ। अनि आइपुग्दा चाहिँ आज कति भयो, 11-11:30 जस्तो भयो होला। अनि अब अझै त्यहाँ माथि टुप्पामा पुग्दा चाहिँ अलि छिन्न जान्छौँ होला। त्यही हो, अलि ढिलो हुन्छ। पुरै पढाइ भइरहेछ अहिले एकदम मजासँगले। यता डाँडाको भ्यू यस्तो छ, देख्न सक्नुहुनेछ। त्यहाँ फुङफुङे पनि देखिन्छ। माथि आकाश यस्तो दामी खुलिरहेछ क्या, आज बवाल देखिरहेछ सब। हामीसँग यो एउटा सानो केटो पनि आएको छ होइन। पुरै अब यत्रो ठुलो चौर भेट्दाखेरि ऊ एकदम खुसी छ, हिँड्दैछ। अनि अब कता जाने, कता? हाम्रो टोली चाहिँ अब अगाडि बढिसक्यो है। 3जनाले अगाडि हुनुहुन्छ अनि हामी यहाँ यति छौँ। यति नै हो हामी। ए थोरै रहेछौँ जाने, हामी धेरै भन्ने जस्तो लाग्यो। यति त धेरै भएन नि त। अब जानुपर्ने उता उमा थियो। हामी आज गुराँसे पोखरी जाँदैछौँ। बाई बाई। बाई बाई। के भन्नु छ? गुराँसे पोखरी जाँदै हाम्रो यात्रा उपरदेखि यहाँसम्मको छ। अहिले पढाउनु छ, छिटो भन्। बाई बाई। छिटो भन्। भन्नै आउँदैन क्या। अघि के भने त्यस्तै भन्नु। हामी गुराँसे पोखरी जाँदैछौँ। हामी के जान्नु, 8-9 जना हुन्। 8-9 जना छौँ। अहिले चाहिँ हामी एकदमै सुन्दर दृश्य देखिने ठाउँमा आइपुग्यौँ होइन। यहाँदेखि पछाडि अब स्कुलको भ्यू देखिन्छ एकदम राम्रो। त्यहीँदेखि हामी यहाँसम्म आइपुग्यौँ होइन।
यहाँदेखि पनि अब कता हो यता हो यता माथि जानुपर्ने हुन्छ अनि आज हामी 8 जना एकदमसँगले जाँदैछौँ अब आधी घन्टा जतिमा पुगिन्छ हामी चाहिँ यो पोखरी स्कुलदेखि अब बाटो लाग्यो हो होइन यहाँ सबैजना पानी खाँदै गरेका छौँ मैले अनि अब धेर छैन अब 15 मिनट जतिमा पुगिन्छ गुराँसे पोखरी हिँड्यो नि त हामी हजुर तर साह्रै उकालो रहेछ अब ठिकै हो उकालो राम्रै ठाउँमा पुग्न आँटेको छ रमाइलो हो ठाउँ चाहिँ नि साह्रै प्राकृतिक सुन्दरताले भरिपूर्ण ऊ पर अलिकति कुहिरो लागेर मात्रै हो नत्र त्यो पर त्यो अलिकति हिमाल चाहिँ थोरै सुसुक्क देखिया छ रमाइलो रहेछ अझै रमाइलो ठाउँमा हामी अब पुग्न आँटेको हैन अझै रमाइलो ठाउँ सबैभन्दा पोखरी के गुराँसे भएर हो त्यहाँ धेरै गुराँसकै बोटहरू मात्रै छन् हो है एकदम सुँगुरले नै सुतिरहेको छ एकदम यहाँनिर चाहिँ गुराँसे पोखरीको प्रवेशद्वार बन्दै रहेछ होइन भर्खर बन्दै मात्रै रहेछ अब यो कम्प्लिट भएपछि झन् राम्रो देखिँदै होला यहाँदेखि चाहिँ अब धेरै छैन नि त यता माथि हो त्यही टावर देखिसक्यो त्यही टावरकै छेउमा अनि पुग्यौँ नै भनौँ न होइन त्यही भएर चाहिँ यहाँ गेट बनाएको रहेछ मैले गन्ती चाहिँ गरिनँ होइन जस्ट 8 देखि 9 चोटि चाहिँ म यहाँ आइपुगेँ होला होइन सो फेरि एकपटक आइपुग्यो गुराँसे पोखरी है एकदम आज मजाले खुलिरहेछ एकदम घाम लागिरहेछ अस्ति आउँदाखेरि चाहिँ अलिक खुल्या थिएन आज एकदम खुलिरहेछ त्यो अस्तिको जति नै छ अहिले पनि त्यो पेन्ट गरेर रहन्छ भनेपछि विकास भएको रहेनछ अब हेरौँ आज अब अरू के चेन्ज देख्न मिल्छ यहाँ फुलहरू फुलेको थियो त्यो सबै मरिसकेछन् अरू फुल पनि फुल्यो होला नि होइन मौसम अनुसार चेन्ज भइहाल्छ त्यो त 3-4 महिना अगाडि आएको थियौँ अब फेरि आइयो आज आइपुग्न पाएको छैन अघि पिङ भन्न थालिहाल्यो गुराँसे पोखरी आएको छौँ हामीले यो गुराँसे पोखरी चाहिँ कस्तो देख्यौँ भने पैताला जस्तो नि मान्छेको पैताला जस्तो यतापट्टि कुर्कुचा जस्तो यतापट्टि अलिक ठुलो यतापट्टि त्यो औँला भएको जस्तो सानो खाले जस्तो त्यस्तो देख्यो चप्पल जस्तो कता होइन बाङ्गो देख्यो राम्रो तर हाम्रो एउटा सुझाव पनि छ त्यो यो गुराँसे पोखरी भनेर लेखेको छ नि त्यो लेखेको चाहिँ यस्तो ठाडो लेख्दा भए फोटो खिच्नेहरू सेल्फी खिच्नेहरूले ठ्याक्क परेदेखि ठ्याक्क देखिन्थ्यो त्यो चाहिँ अलिक सुतेको भएको भएर अलिक देख्न अप्ठ्यारो भएछ तर यसको गार्डनिङ यहाँ चारटा अनि यो राम्रो लाग्यो अब यो सायद भैँसी आल बस्दैन होला अहिले बारेको छ त्यसरी व्यवस्थित बनाएर छ यो रेलिङ सेलिङ हालेर होइन राम्रो व्यवस्थित यतिको सरले यतिको सुझाव दिनुभएको छ अनि होइन राम्रो छ अब यो यसलाई यसै गरी सुन्दर यहाँनिर बोतल प्लास्टिक नपरिकन सुन्दर देखियो भने चाहिँ यसको प्रमोसन अझै राम्रो हुन्छ होला यो स्थानीय पर्यटन प्रवर्धनमा यसको ठुलो भूमिका रहन्छ जस्तो लागेको छ कमसेकम यसको कारणले गर्दा यहाँ एउटा होटल चलाएर छ व्यवसाय चलाएर छ होइन यो चाहिँ राम्रो लाग्यो कमसेकम पर्यटकीय क्षेत्र इलाम 5 साल छेउछाउ देखिन्छ यहाँबाट कमसेकम ताप्लेजुङमा के अरे मेरिङदेनमा के छ भन्नु भने गुराँसे पोखरी एउटा पहिचान बनेछ साह्रै पो खुसी लाग्यो हो यो त अहिले चाहिँ हामी अब यहाँनिरदेखि परिक्रमा गर्दैछौँ होइन एकचोटि परिक्रमा चाहिँ गर्नै पर्छ एकदम यो मजाले यताबाटको भ्यू अस्ति मैले देखाएको थिइनँ होला अब हेरौँ होइन एकदम अस्तिका फुलहरू यही फुल थियो अलिक ठुलो थियो अहिले चाहिँ सुकेछ बेला पनि सक्यो होला यसको एउटा कुद्दैछ सक्नु नसक्नु खोइ कोही होइन भरे अब हिँड्न सकेन भने के हुन्छ कोही माथि नेपालको झन्डा गुराँसे पोखरी लेखेको छ माथि यताबाट चाहिँ खासै राम्रो देखिँदैन त्यो परैबाट राम्रो फोटो खिच्नलाई मात्रै हो त्यो बनाएको भनेको अब यतादेखि चाहिँ यस्तो देखिन्छ Fly.
पुरै हामी चाहिँ परिक्रमा गरेर एक राउन्ड लगाइसक्यौँ होइन। अनि एकदम आज मजाले साथ दिइरहेछ क्या मौसमले पनि, नत्र अघि यति बेला बन्द भइसक्यो हुन्छ। एउटा पिङमै व्यस्त छ एउटा माथि, अनि अलिअलि फोटो हेर्ने अवलोकन गर्ने होइन। त्यस्तै हुँदैछ, एकदम ठिकै हुँदैछ अहिले। अघि घाम लागिरहेको थियो, अहिले घाम लाग्न छोडिरहेको छ। घाम लागेको छैन अहिले चाहिँ। यहाँदेखि गुराँसे पोखरीको त्यो माथिको यस्तो देखिन्छ। हामी चाहिँ अब यहाँनिर यो अवलोकन हाम्रो सक्यो आजको। अब यहाँ के गर्ने हो होइन, कि त जाने हो कि त खाजा खाने हो के हो है। हाम्रो यहाँ एकदम वेट गरे पछाडि चटपटे आइसक्यो। उहाँले चाहिँ चटपटे अर्कै खालको मगाउनु भएको थियो, उहाँले खाइसक्न आँट्नुभयो। हाम्रो बल्ल बल्ल आउँदै हामी 7 जनाको पार्टी। ल अब हामी चटपटे ट्राई गर्छौँ होइन। यहाँ गुराँसे पोखरी होटल एन्ड लज। अहिले पनि हाम्रो यो गुराँसेमा चाहिँ पुरै घाम लागि नै रहेछ है। अब चाहिँ हामीले खाजासाजा पनि खाइसक्यौँ। अनि त्यस पछाडि अब हामी फर्किँदैछौँ। अनि यहाँदेखि पारि बजार पनि एकदम दामी देखिँदो रहेछ। ल खाजा एकदम मिठो खाइयो र अब चटपटे खाइयो। अब फर्किँदैछौँ हामी। अनि यहाँ भलिबल चलिरहेको रहेछ फेरि। अब भलिबल खेल्न चाहिँ भ्याइँदैन है, अघि धेरै बसिसक्यो। अब चाहिँ हामी लाग्छौँ नि बाटो। हामी चाहिँ अर्कै ठाडै बाटोबाट जान्छौँ होइन आज अब फर्किँदा चाहिँ। अनि यहाँ हेर्नु सबै कोदो एकदम मजाले फुलिरहेछ। अनि एकदम यो माटो पनि एकदम राम्रो छ। कता हो बाटो चाहिँ ठाडै हिँड्ने है अब, बाटै बाटो यस्तै बाटो हिँड्ने अब। अनि यति मात्रै 2 गरेर जोगिनु भएन छैन हुँदो। अरे बाटै पो छैन जाने। 2 गरेर मात्रै चाहिँ पर्दैन पर्दैन हुँदो। ल हौ यस्तामा हिँड्न बिर्स्यो कि क्या हो। यता रहेछ अब। ल अब चाहिँ ठाडै 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 लागिन्छ है बाटो। आउँदै हुनुहुन्छ माथि सबै। अब यहाँ चाहिँ कस्तो भन्दाखेरि यहाँ धेरै जस्तो चियान घारी हो। अनि पुरै आउने बित्तिकै अँध्यारो भइगयो। अनि अलौकिक शक्तिहरू छन् भन्ने कुरो हुन्थ्यो, तर यहाँनिर अब चाहिँ डर लाग्दैन खासै। यहाँ तलदेखि राम्रो भ्यू देखिन्छ होइन। अहिले म चस्मा लाएर हिँडिरहेको छु, एकदम चिप्लेर लड्ने सम्भावना हुनसक्छ, त्यही भएर बिस्तारै हिँड्छु म। यहाँदेखि राम्रो देखिन्छ। यहाँ एउटा फोटो नखिची गइँदैन। ठ्याक्कै सूर्यदेवी माथि पूजालाई यसरी राम्रो देखियो यहाँदेखि। त्यहाँ पनि गेम चल्दैछ जस्तो छ। यहाँ फोटो खिच्ने अझै मुख्य डरलाग्दो इलाकामा चाहिँ हामी प्रवेश गऱ्यौँ। यहाँनिर चाहिँ बढी च्यान हुन्थ्यो अरे पहिला। अहिले पनि च्यान त छ होला नि, अब जङ्गल पुरै यस्तो छ होइन। पहिला चाहिँ यति धेरै रुख हुन्थ्यो यहाँनिर, पुरै कालो जङ्गल पनि पुरै अँध्यारो नै हुन्थ्यो। अहिले खासै छैन, जस्तो यो च्यान चाहिँ वरिपरि नै छ। जस्ट वी आर एक्सप्लोरिङ द च्यान घारी भनौँ न। बिस्तारै जाँदैछौँ। यहाँदेखि यो जङ्गल कटेपछि चाहिँ छैन त्यस्तो। अनि यही हो च्यान घारी नै भनौँ न है। एनिथिङ क्यान ह्याप्पन हियर। अब त्यही भएर बिस्तारो जान्छौँ होइन। पुरै चिप्लै छ बाटो। हिजो पानी परे जस्तो छ। अनि अगाडि 3 जना, उता 2 जना, अनि म, अङ्कल र दाजु चाहिँ उता अर्कैतिर जानुभयो। अनि एउटा तल कराउँदैछ के भन्दै। अब चाहिँ पुग्ने लाग्यो तल। हामी चाहिँ रोडमा आइपुग्यौँ होइन। अनि माथि आउँदै पनि हुनुहुन्छ। ठाडै हामी सिधै नै ठाडै आएको है। अनि अब चाहिँ स्कुल पनि आइपुग्यो। स्कुल यहीँ परतिर छ। अनि यता विवेक छ सबभन्दा अगाडि कुद्ने। अनि सबैजना हामी गएर एकदम रमाइलो गरेर हामी एकदम ठाडो ओह्रालो झरेर अब सूर्यदेवीमा आइपुग्न लागेका छौँ। एकदम रमाइलो भयो। आफ्नो अनुभव बताइदिनु आजको। अनि आज एकदम रमाइलो भएको छ। एकदम आनन्द आएको छ। नानीहरूसँग घुम्न पाउँदा एकदम खुसी लागेको छ। आज चाहिँ हामी यो ताप्लेजुङको गुराँसे पोखरी घुम्न गयो। अनि एउटा आन्तरिक पर्यटन प्रवर्धनको उद्देश्य बोकेर एक हिसाबको पारिवारिक जमघट जस्तो पनि भयो। अनि त्यसमा विशेष गरेर रमाइलो कुरो चाहिँ के भयो भने हामी यो एकदम एउटा बाटो गयौँ, उकालो बाटो। पछि आउँदाखेरि एकदमै सबैभन्दा ओह्रालो बाटो हिँड्यौँ। अनि यसमा पनि अब के अरे रमाइलो बिल्कुल एकदमै धेरै रमाइलो भयो। फोटा पनि धेरै खिच्यो। विशेष गरेर वातावरणले मौसमले पनि साथ दियो। आज घाम पनि लाग्यो। हामी चाहिँ यो ओखरबोटे चौतारोबाट चाहिँ होइन ओह्रालो लाग्यौँ होइन। आइपुगेर
स्कुलमा आएर एकछिन बस्यो डान्स हेऱ्यो यो अनि त्यसपछि आइयो अहिले भर्खरसम्म मैले चाहिँ भाइलाई बोकेँ त्यही भएर ब्लाउज बनेन गाडी पऱ्यो अनि अब एकदम कोदोको हरियाली एकदम राम्रो छ पुरै गाउँभरि नै अनि पारी गाउँ पनि एकदम राम्रो देखिन्छ एकदम अहिले चाहिँ घाम अस्ताएर शीतल शीतल भइरहेको छ नत्र त गाह्रै पर्छ आउँछ पनि के छ अहिले 4 बजेर अलिकति धेरै भइसकेको छ 4 अब 4:30 त हुँदैन तर अब पुग्न आँट्यो अब चाहिँ 15 मिनट जतिमा पुगिन्छ घर एकदम राम्रो छ यहाँ यता यो चाहिँ खोक्लिङको भ्यू त्यो चाहिँ मेरिङडेन फन पार्क अरे फाइनल्ली घर आइपुग्यो होइन अनि यस्तै छ अहिले यहाँ बत्ती सत्ती जाला जस्तो अवस्थामा छ त्यही भएर अब चार्ज गर्नुपर्छ होला फोन आज क्वालिफायर छ कि छैन थाहा छैन अब के हो हेर्नुपर्छ होला चार्ज गर्नुपर्छ होला फोन त्यही भएर आजको भ्लगको लागि चाहिँ यति नै सब्सक्राइब गर्नुभएको छैन भने गरिदिनु होला भिडियोलाई पनि लाइक गरिदिनु होला बाई बाई